काठमाडौँ जाने कार्यक्रम रोकेर अहिले चाहिँ हामी विभिन्न ठाउँबाट आएको 7 जना साथीहरूसँग घले गाउँ जाँदाखेरि चाहिँ यो कुन चाहिँ हिमाल थाहा भएन, तर अहिले सनसेट चाहिँ राम्रो देखिया छ। बेसी सहरबाट घले गाउँ पुग्न हामीलाई बोलेरोमा बाटो साँघुरो र धेरै अफरोड भएकोले करिब 3 घण्टा लागेको थियो। यदि तपाईहरू मोटरसाइकलमा जानुभयो भने चाँडै पुग्नुहुन्छ। हाइकिङ गर्दै जाँदा 5 घण्टा लाग्छ र दैनिक पब्लिक बस पनि जान्छ। घले गाउँ पुगिसकेपछि बस पार्कमा रहेको घरबासको अफिसले पालो अनुसार समन्वय गरिदिँदो रहेछ र खानाबासको पैसा पनि पछि आएर त्यहीँ बुझाउनु पर्दो रहेछ। लक्ष्मी पूजाको साँझ हाम्रो घरबास नम्बर 18 सजी सजाउ थियो। देउसी भैलो खेल्नेहरू पनि हुलका हुल आइरहन्थे। हिजो बेलुका खाना खाएको भिडियो खिच्न भुसुक्कै बिर्सेछु। चुलाको वरिपरि गुन्द्रीमाथि बसेर गुरुङ कल्चरको मजा लिएका थियौं। बिहानको खाजा चाहिँ हामी घाम ताप्दै कोदोको सेल खायौं। कोदोको सेल मेरो लागि पहिलो अनुभव थियो। ल सम्राट पालो मिल्यो। भात नखानु त्यसरी, भात नखानु, घाँस खाएर मात्र भएन। फ्यान्टास्टिक वन्डरफुल ल घले गाउँको घरबासपछि अब हामी बेसी सहरतर्फ लाग्दैछौँ। बेसी सहरबाट काठमाडौँ फर्किएपछि मनासलु सर्किट पनि सकियो।